हजुर, भन्नुहोस् न। लाठी पो भइछस् हौ जेठा। के छ भने खबर? घरमा सबैजना ठिकै छ? कान्छो त्यत्तिकै चञ्चले होला होइन? तेरी आमालाई अझै दमले छोडेन है? बा, बढ्दो उमेरसँगको जिम्मेवारीले ढाड कुप्री परिसक्यो। भाइ त त्यस्तै छ, आमालाई नि खोकीले कहिल्यै छोडेन। अब के गर्छस् त जेठा? पापी दैवले सँगै बस्न दिएनन्। भाइ र आमालाई चाहिँ राम्रोसँग हेर है। अब सुकिसकेको घाउ कोट्याएर केही पनि हुँदैन हौ बा। जिउनु हुनु भइसक्यो। या छोडिदिनुहोस् यी कुराहरू। अनि अरू भन्नुहोस् न बा। खै के भन्नु, तँलाई ठुलो मान्छे बनाउने इच्छा थियो। सबै सपनाहरू सपनामै विलिन भयो हौ जेठा। त्यस्तो नभन न हौ बा। कुनै दिन त्यहाँ माथिबाट हेर्दा गर्वले छाती पिट्दै खुसी हुनेछौ हौ तिमी। केही नगर्लास् भनेर कहाँ भनेको छु हौ मैले। तर जे जसो भए पनि मेरो कमी त हुन्छ होला नि हौ। हुन्छ नि हौ बा। साथीभाइले मेरो भाइ यो गर्नुहुन्छ त्यो गर्नुहुन्छ भन्दा मलाई पनि केही भनौँ जस्तो लाग्छ। तर मुख चुप लागेको देख्दा आँखा खै किन आफै रसाउँछन् हौ बा। के गर्छस् त हौ जेठा, समय नपुगे त आइहालेँ म। यस्तो कुराहरू छोड्देऊ हो बा। अनि तिमीलाई त हाम्रो याद पनि आउँदैन होला होइन? आउँछ नि हौ छोरा, किन नआउने नि। तँलाई भेट्न म झरी परेको बेला झरीसँग आउँछु। घाम लागेको बेला सूर्यको किरणसँग आउँछु। बगैँचाको फुलबारीमा पुतली बनेर आउँछु। अनि मेरो याद आउँदा नि आँखा बन्द गरी मलाई बोलाउनु। अन्धकारमा उज्यालोको ज्योति बनेर आउँछु म। हुन्छ बा, त्यस्तै गरौँला। अनि धेरै खुसी लाग्यो आज 10 वर्षपछि बोल्न पाएर होला। अनि बा सुन न, ह्याप्पी फादर्स डे।